नमस्कार। आज हामी एउटा एकदमै गहिरो र रोचक विषयमा चर्चा गर्दैछौँ। आजको यो विश्लेषणमा महेश विश्वकर्मा सरको दृष्टिकोणबाट ज्ञानगङ्गा पुस्तकमा उल्लेख गरिएको सृष्टि रचनाको कथालाई अलिकति तार्किक कसीमा राखेर हेर्नेछौँ। यहाँ कुनै पनि पक्ष वा विपक्षको कुरा हुँदैन, मात्र स्रोत सामग्रीमा भएका कुराहरूको सङ्गति र असङ्गतिलाई हामी केलाउनेछौँ। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ र हेरौँ कि यसले स्थापित मान्यताहरूलाई कसरी प्रश्न गर्छ। आजको यस यात्रामा हामी मुख्य 5वटा बुदाहरूमा केन्द्रित हुनेछौँ। पहिलो, ज्ञानगङ्गाको दावी। दोस्रो, सृष्टिकर्ता र निर्माणकर्ता बीचको फरक। तेस्रो, 16 छोराहरू र असक्षमताको प्रश्न। चौथो, कालको उत्पत्ति कसरी भयो भन्ने कुरा। र अन्त्यमा यी विभिन्न लोकहरूको वास्तविक अर्थ के हो त? विषय सुरु गर्नुअघि एउटा गहिरो दार्शनिक प्रश्नमा विचार गरौँ। एउटा पूर्ण र सर्वशक्तिमान सृष्टिकर्ता जो आफैमा पूर्ण हुनुपर्छ, के ऊ आफ्नै सृष्टिबाट असन्तुष्ट हुन सक्छ? महेश विश्वकर्मा सरले ज्ञानगङ्गाको कथामाथि उठाएको सबैभन्दा प्रमुख तार्किक पहेली नै यही हो। यदि सृष्टिकर्ता पूर्ण हुनुहुन्छ भने उहाँको पहिलो सृष्टि पनि त पूर्ण हुनुपर्ने होइन र? यहीबाट हाम्रो पहिलो खण्ड सुरु हुन्छ, ज्ञानगङ्गाको दाबी। पुस्तकमा प्रष्ट रूपमा लेखिएको छ, सबैभन्दा पहिले अनामी लोक थियो र पूर्ण परमात्मा त्यहाँ एक्लै बस्नुहुन्थ्यो। हेर्दा यो वाक्य एकदमै सामान्य लाग्छ, तर यसभित्र प्रयोग गरिएको एक्लै बस्नुहुन्थ्यो भन्ने वाक्यांशले एउटा निकै ठूलो तार्किक द्वन्द्व सृजना गरिदिन्छ। खासमा कुरा के हो भने, यदि परमात्मा त्यो अनामी लोकमा बस्नुहुन्थ्यो भने यी दुईमध्ये कुन पहिले अस्तित्वमा आयो त, स्थान कि सृष्टिकर्ता? महेश सरको एकदमै सटिक तर्क छ यहाँ। यदि बस्ने ठाउँ अर्थात् लोक परमात्मा भन्दा पहिले नै थियो भने त परमात्मा आफै त्यो स्थानमा निर्भर हुनुभयो, र जो कुनै कुरामा निर्भर हुन्छ तार्किक रूपमा ऊ सर्वशक्तिमान वा सर्वोच्च कसरी हुन सक्छ? यो एउटा निकै गहिरो विरोधाभास हो। यसै सन्दर्भमा हामी दोस्रो खण्डमा पुग्छौँ, सृष्टिकर्ता वा निर्माणकर्ता। स्रोतमा उल्लेख भए अनुसार परमात्मा अनामी लोकमा एक्लै हुँदा त्यहाँ सन्तुष्ट हुन सक्नु भएन। त्यसपछि उहाँले शब्द वा वचनको प्रयोग गरेर एकपछि अर्को नयाँ लोकहरू बनाउन थाल्नुभयो। पहिले अनामी लोक, त्यसपछि अगमलोक, अनि अलखलोक र अन्ततः सतलोक। यो श्रृङ्खलाले त एउटा अर्कै प्रकारको कथा पो भनिरहेको छ। महेश सरले यहाँ एउटा गजबको तुलना गर्नुभएको छ। एकातिर हामी सर्वशक्तिमान सृष्टिकर्ताको परिकल्पना गर्छौं, जो सुरुदेखि नै पूर्ण र सन्तुष्ट हुनुपर्छ, तर पुस्तकमा वर्णन गरिएको परमात्माको व्यवहार त भनौँ न एउटा कन्स्ट्रक्सन बिल्डरको जस्तो छ, जो आफ्नो एउटा प्रोजेक्टबाट असन्तुष्ट हुन्छ र निरन्तर नयाँ संरचनाहरू थप्दै भत्काउँदै परिमार्जन गर्दै अघि बढ्छ। के साँच्चै एउटा सर्वशक्तिमान सत्ताले यसरी काम गर्छ होला त? यो पक्कै पनि सोच्न बाध्य बनाउने कुरा हो। अब लागौं तेस्रो खण्डतिर, 16 छोराहरू र असमर्थता। सतलोकमा पुगेपछि परमात्माले 16वटा छोराहरू उत्पन्न गर्नुहुन्छ। नामहरू सुन्नुहोस् है: कुर्म, ज्ञानी, विवेक, तेज, सहज, सन्तोष, सुरति, आनन्द, क्षमा, निष्काम, जलङ्गी, अचिन्त, प्रेम, दयाल, धैर्य र योगित। यहाँ ध्यान दिनुपर्ने सबैभन्दा रोचक कुरा के छ भने यो पूरै सूचीमा कालको नाम कतै पनि छैन, अर्थात् कालको उत्पत्ति यो बिन्दुसम्म भएको थिएन। यसपछि कथाले एउटा अनौठो मोड लिन्छ। यति धेरै सृष्टि गरिसकेपछि परमात्मा थाक्नुहुन्छ रे र विश्राम गर्न चाहनुहुन्छ। त्यसैले बाँकी सृष्टिको जिम्मेवारी उहाँले आफ्नो 12औं छोरा अचिन्त्यलाई सुम्पिनुहुन्छ। यहाँनिर फेरि प्रश्न उठ्छ, एउटा सर्वशक्तिमान सत्ता कसरी खाक्न सक्छ? र के उहाँलाई यो जिम्मेवारी अचिन्त्यलाई दिँदा भविष्यमा कस्तो भयानक परिणाम आउँछ भन्ने कुराको पूर्वज्ञान थिएन होला त? यहीबाट सुरु हुन्छ हाम्रो चौथो खण्ड, कालको उत्पत्ति। अचिन्तले जिम्मेवारी पाएपछि आफैले काम गर्नुको साटो अक्षर पुरुष नामको अर्को छोरा बनाए। तर ती अक्षर पुरुष अल्छी निस्किए र मानस सरोवरमा गएर सुते। त्यसपछि स्रोतमा एउटा अत्यन्तै आश्चर्यजनक विवरण आउँछ। सुतिरहेका अक्षर पुरुषलाई बिउझाउन परमेश्वर आफै जानुको साटो उहाँले मानस सरोवरको अमृतबाट बनेको एउटा अण्डा बनाएर तल खसालिदिनुभयो। अब यो घटनाक्रमलाई अलिकति ध्यान दिएर हेरौँ।
जब त्यो अण्डा मानस सरोवरमा खस्यो, डम ठूलो गडगडाहटको आवाज आयो। त्यो आवाजले अक्षर पुरुषको निद्रा भङ्ग भयो र उनी अत्यन्तै क्रोधित भएर बिउजिए। उनको त्यो क्रोधको दृष्टिले अण्डा 2 भागमा फुट्यो र त्यही फुटेको अण्डाबाट ज्योति निरञ्जन अर्थात् कालको जन्म भयो। महेश सरले यहाँ औल्याउनु भएको मुख्य कुरा के हो भने जुन सतलोकलाई पूर्ण रूपमा पवित्र र शान्त मानिएको थियो त्यहाँ पनि क्रोध र अल्छीपन जस्ता विकारहरू त पहिलेदेखि नै पो रहेछन्। जन्मिएपछि कालले एक खुट्टामा उभिएर 70 युगसम्म कठोर तपस्या गर्छ र त्यो तपस्याबाट प्रसन्न भएर सृष्टिकर्ताले काललाई छुट्टै लोक वरदान दिनुहुन्छ। यसले के देखाउँछ भने सृष्टिकर्ता कालको तपस्याबाट प्रभावित हुनुभयो र कालको विनाशकारी प्रकृतिको बारेमा पूर्वज्ञान राख्न सक्नु भएन। यो घटनाले परमेश्वरको सर्वज्ञतामाथि फेरि अर्को प्रश्नचिह्न खडा गर्छ। अब कथाबाट अलिकति बाहिर निस्केर अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ, लोकहरूको वास्तविक अर्थ। सबैभन्दा पहिले अनामी। महेश सरको व्याख्या अनुसार अनामी भनेको कुनै ब्रह्माण्डको माथिल्लो तला वा भौतिक स्थान होइन। यो त ध्यानको एउटा यस्तो गहिरो आन्तरिक अवस्था पो हो जहाँ मन पूर्ण रूपमा शान्त हुन्छ। यो यस्तो शून्य अवस्था हो जहाँ पुगेपछि कुनै नाम, रूप वा भाषाको आवश्यकता नै पर्दैन। त्यसैले यसलाई अनामी भनिएको हो। त्यसैगरी अकह भनेको भन्न नसकिने। यो एउटा यस्तो आन्तरिक अनुभव हो जसलाई शब्दमार्फत अरूलाई बुझाउनै असम्भव छ। यहाँ एउटा एकदमै सुन्दर उदाहरण दिएको छ। जस्तै एउटा गुङ्गा मानिसले सक्खर खायो भने स्वाद लिन्छ नि, तर कस्तो थियो भनेर शब्दमा वर्णन गर्न सक्दैन। अकह अवस्था भनेको पनि ठ्याक्कै त्यस्तै हो। अनि अगम। हामी धेरैजसो अगमलाई पुग्न नसकिने कुनै टाढाको गन्तव्य ठान्छौं, तर वास्तविकतामा अगमले त्यो आध्यात्मिक सीमालाई जनाउँछ जहाँ मानव मन, बुद्धि र हाम्रा इन्द्रियहरू पुग्न असमर्थ हुन्छन्। यो भौतिक रूपमा हिँडेर पुग्ने ठाउँ होइन, यो त शुद्ध ध्यान र एकाग्रताबाट मात्र महसुस गर्न सकिने अवस्था हो। त्यस्तै अलखको अर्थ हो देख्न नसकिने। यो एउटा सूक्ष्म आन्तरिक अनुभव हो जुन अस्तित्वमा त छ, तर त्यसलाई भौतिक आँखाले देख्न वा मनले कल्पना गर्न सकिँदैन। जसरी हावा उपस्थित हुन्छ र हामी महसुस गर्न सक्छौं तर देख्न सक्दैनौं, अलख अवस्था पनि त्यस्तै हो। र अन्तमा सतलोक। धेरैले यसलाई मृत्युपछि जाने एउटा सुनौलो स्वर्गको रूपमा कल्पना गर्छन्, होइन त? तर महेश सरको विश्लेषण अनुसार सतलोक भनेको आत्माको त्यो अन्तिम आन्तरिक अवस्था हो जहाँ पूर्ण सत्यको साक्षात्कार हुन्छ। यो कुनै भौगोलिक नक्सामा भेटिने ठाउँ होइन, यो त आत्माले आफ्नै वास्तविक स्वरूपलाई चिन्ने एउटा उच्च अवस्था हो। र यो तुलनाले आजको हाम्रो सम्पूर्ण विश्लेषणको मुख्य सार प्रस्तुत गर्दछ। ऐतिहासिक रूपमा हेर्ने हो भने हाम्रा सन्त र दार्शनिकहरूले यी शब्दहरू जस्तै अनामी, अगम, सतलोकलाई आन्तरिक ध्यान र आत्मसाक्षात्कारको यात्रा गराउन प्रयोग गरेका थिए। तर कालान्तरमा हुँदै जाँदा यी आन्तरिक आध्यात्मिक अवस्थाहरूलाई गलत तरिकाले व्याख्या गरियो र मृत्युपछि जाने भौतिक गन्तव्य वा स्वर्गका तल्लाहरूको रूपमा प्रस्तुत गरियो। ल, अब अन्त्यमा एउटा विचारोत्तेजक प्रश्न लिएर आजको विश्लेषणलाई यही विश्राम दियौं। यी सबै प्रमाण र तार्किक विश्लेषणहरू हेरिसकेपछि हामी सोच्न बाध्य हुन्छौं कि आजका आध्यात्मिक साधकहरू आकाशमा कतै अवस्थित मानिएका पौराणिक गन्तव्यहरू खोज्दै बाटो त बिराइरहेका छैनन्, वा वास्तवमै आफूभित्रै रहेको त्यो सत्य र शान्तिको आन्तरिक अवस्थाको खोजी गर्नुपर्ने हो। यो यस्तो प्रश्न हो जसले सम्पूर्ण आध्यात्मिक यात्राको दिशा नै परिवर्तन गर्न सक्छ। आजको यस प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यो विषय पक्कै पनि गहिरिएर मनन गर्न योग्य छ।